आज इथियोपियाको 101औं स्वतन्त्रता दिवस। आज राष्ट्र स्वतन्त्र भएको, राष्ट्रको हातमा शक्ति आएको आज 100 वर्ष पुरा भएर 101 वर्ष भयो। यति 101 वर्षमा देशले गरेको विकास, देशको समृद्धि अतुलनीय छ। आज विगत लामो समयदेखि इथियोपियाली जनताले देखेको सपना र इथियोपियाका राजनेताहरूले देखेको सपना आज पूर्ण हुँदैछ। देशले नयाँ राजधानी पाउँदैछ। अब देशको शासन सत्ता गुलामीको जन्जिरबाट माथि उठेर आज नयाँ राजधानीतर्फ प्रवेश गर्दैछ। आज महामहिम राष्ट्रपतिको प्रमुख अतिथ्यतामा आज इथियोपियाको 101औं स्वतन्त्रता दिवस मनाइने साथै आज इथियोपियाको यस राजधानीको उद्घाटन समारोह छ। अब केही बेरमा महामहिम राष्ट्रपतिको आगमन र प्रमुख अतिथ्यतामा राजधानीको उद्घाटन सितै आज इथियोपियाले इतिहास बदलेको छ। सधैँ साहुजी किल्लामा मनाइरहने स्वतन्त्रता दिवस यस वर्ष नयाँ राजधानीमा मनाउँदै इथियोपिया सरकारले इतिहास रचेको छ र इथियोपिया सरकारको भनाइ बमोजिम अबदेखि प्रत्येक वर्ष यसरी नै स्वतन्त्रता दिवस यही मनाइने इथियोपिया सरकारको धारणा छ। र अब केही बेरमा राजधानीको उद्घाटन साथै शहीदलाई स्मरण गर्दै राष्ट्रपति शर्माले गर्नुहुनेछ। अब केही बेरमा महामहिमको आगमन हुनेछ। महामहिमको आगमन भइसकेको छ। इथियोपिया जयते, इथियोपिया जयते। सलामी लिन जाँदै राष्ट्रपति, दिँदै राष्ट्रपतिलाई सलामी। फतेह श्री राष्ट्रपति सलामी, सल्यूट कर। जय कृष्ण पो 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 पो। अब राष्ट्रपतिद्वारा शहीदलाई श्रद्धाञ्जली अर्पण गर्नुहुने, सुरुमा जानुहुने भीष्म पुष्प अर्पण। श्री रघुर इथियोपिया जयते, इथियोपिया। अब सुरमा टावरमा जानुहुने जय कृष्ण। अब राष्ट्रपतिद्वारा हुनेछ नयाँ राजधानीको उद्घाटन। सुरुमा पूरै रूपमा शहीदलाई श्रद्धाञ्जली दिँदै घुम्नुहुने महामहिम। इथियोपिया पिया पिया, इथियोपिया जयते, इथियोपिया 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 जयते। अब इथियोपिया 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 जयते, इथियोपिया 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 जयते, इथियोपिया 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 जयते। शहीद प्रति जय स्मारक। अब राष्ट्रपतिले शहीदलाई अमर ज्वाला दिई गर्नुहुनेछ शहीदको भव्यता। महामहिमले केही भन्दै
इथियोपियाका लागि आफ्नो आहुति दिने वीर शहीदप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। जय क्रिस। अब हातमा त्रिशूल लिँदै महामहिम राज्यलाई त्रिशूल जस्तै सम्हालेर राख्ने। अब अर्को ज्वालामा महामहिम जाँदै दिनुभयो अग्नि आहुति। जय शहीद अमर हो शहीद बलिदानी, तिम्रो कामले हामी सबै जानी, तिम्रो कामले हामी सबै जानी। अब राष्ट्रपतिले हेर्नुहुने कस्तो बनेको छ त राष्ट्रिय शहीद स्मारक। प्रधानमन्त्री राष्ट्रपतिसँग जोडिँदै अब राष्ट्रपति पुरै राजधानीलाई हेर्दै जानुहुने। कस्तो बन्यो त इथियोपियाको राजधानी। इथियोपियाको राजधानीलाई भव्यताका साथ सराहे। सुरक्षा बलमा तैनात भएका छन् सिपाही। अब राष्ट्रपति राष्ट्रिय राजधानी सङ्ग्रहालय नेसनल क्यापिटल म्युजियममा जाँदै नेसनल क्यापिटल म्युजियममा रहेको म्युजियमभित्र पसेर राष्ट्रपतिले गर्दै म्युजियमको उद्घाटन। जय क्रिस। राजधानी उत्कृष्ट, म्युजियम उत्कृष्ट रहेको राष्ट्रपतिको भनाइ। अब देशको सबैभन्दा प्रमुख अङ्ग राष्ट्रपतिले अस्ति नै भन्नुभएको थियो, यो बिना देश चल्दैन। सिइबी इथियोपियन परीक्षा बोर्ड देशको परीक्षा बोर्डलाई कसरी बनाइँदैछ, कसरी बनाइएको छ भन्दै राष्ट्रपतिले हेर्दै परीक्षा प्रमुख आफ्नो कोठा। ऐनका अनुसार इथियोपियाको राष्ट्रपति परीक्षा प्रमुख हुने व्यवस्था अन्तर्गत राष्ट्रपति जाँदै परीक्षा प्रमुख अथवा आफ्नो कोठामा हेर्दै कोठा भयो। अहिले राजधानीको ड्रोन सो पनि हुने। अब आयो देशका दुई प्रमुख अङ्गहरू, यिनी बिना चल्दैन देश। सर्वप्रथम संसद र सर्वोच्च अदालत। सर्वप्रथम संसदको हेराइमा जाँदै महामहिम संसद नयाँ नरहेको भनाई। संसदमा पहिला पनि काम भएको थियो, अहिले पनि हुनेछ, तर उद्घाटन मात्रै हो भन्दै महामहिम सबै भवनलाई फुलका साथ सजाई। इथियोपियाको संसदभित्र जाँदै महामहिम लोकतन्त्रको सर्वोच्च अङ्ग संसदका दुई सदनहरू
यो हो जनसभा। जनसभा र राष्ट्रिय सभामा जाँदै महामहिम। अब सर्वोच्च अदालतभित्र जाँदै महामहिम। देशका दुई प्रमुख अङ्गलाई एकै ठाउँमा राखिएको भनाई। राजधानी अझै पूर्ण नरहेको 3-4 भवन बनाउन बाँकी, तर आज गरियो उद्घाटन। सर्वोच्चको ढोका खोल्दै महामहिम। संवैधानिक इजलास हेर्दै राष्ट्र संरक्षणका लागि त्रिशूल अत्यावश्यक रहेको राष्ट्रपतिको भनाई। राष्ट्र संरक्षण गर्नुपर्ने राष्ट्रपतिको भनाई। इथियोपियाको राजधानी सर्वोत्कृष्ट रहेको अन्तर्राष्ट्रिय मिडियाको पनि भनाई। आजका प्रमुख अतिथि छन् सिङ्घाईका महामहिम राष्ट्रपति। सुरक्षालाई बलवान दिँदै सबै भवनका छतमा युवाहरू सेनाका रूपमा गए। जनपथ र लोकपथको बीच मार्गमा महामहिम। राजधानी सुरु गर्दा यहीँ गरिएको थियो पूजा 6 ज्वाला। दुवै मन्त्रालयतर्फ जाँदै महामहिम। 11 मन्त्रालय इस्ट ब्लक, 11 मन्त्रालय वेस्ट ब्लकमा हालिएको। मन्त्रालयलाई पूर्ण रूपमा महामहिमले नहेर्नु नै, भित्र मात्रै जानुहुने। अब कार्यक्रम स्थानमा पुग्नुभयो महामहिम शर्मा। राष्ट्रपति भवन देशकै सर्वोच्च स्थानमा हुँदैछ कार्यक्रम। राष्ट्रपति पुग्दै राष्ट्रपति सलामी हुनेछ। अब फतेह श्री राष्ट्रपति सलामी। राष्ट्रपति स्वतन्त्रता दिवसं सलामीश। पू 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 राष्ट्रपति गमनं शुभारम्भम्। पू 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 पू। जय कृष्ण। मञ्चमा महामहिम राष्ट्रिय ध्वज फहराइदै जय कृष्ण।
आदरणीय यहाँ उपस्थित सिंघाई राष्ट्रका महामहिम प्रधानमन्त्रीज्यू, मन्त्रीमण्डल, इथियोपिया राज्यका सचिवहरू, विभिन्न प्रमुख अतिथिज्यू, जनसभाका अध्यक्षज्यू, उपराष्ट्रपतिज्यू लगायत सम्पूर्ण देशवासी दाजुभाइ तथा दिदीबहिनीहरू, आज यो ध्वज हाम्रो देशले अपनाएको, यो ध्वज फैराएको, आज देश स्वतन्त्र भएको 101 वर्ष पुग्यो। यस अनमोल घडीमा म देशको स्वतन्त्रताका लागि लगायत देशका सम्पूर्ण आन्दोलनहरूमा वीर गति अथवा शहादत प्राप्त गर्नुहुने वीर शहीद प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। आदरणीय यहाँ उपस्थित जनसमुदायहरू, आज इथियोपिया विश्वमा एक शक्ति बनेर उभिएको छ। आज इथियोपिया देशको, इथियोपिया बिना यो विश्व सम्भव छैन र यस युगमा आज हामी आउनुको आजको दिनको ठुलो भाग्य छ। र आज इथियोपियाको नयाँ राजधानी सायकराको उद्घाटन समारोह पनि छ। सायकराको विकासमा सहयोग गर्नुहुने सम्पूर्णप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। सायकरा हाम्रो देशको राजधानी हो। विगत लामो समयदेखि हामीलाई गुलामीको जन्जिरमा बाँधिरहेको ढान्चालाई आज हामी त्याग गरेर नयाँ राजधानी प्रवेश गरिसकेका छौँ। यो इथियोपिया आत्मनिर्भर हो, इथियोपिया स्वतन्त्र हो भन्ने एक उत्कृष्ट उदाहरण दिन्छ यसले। म यस राष्ट्रलाई साक्षी राखेर भन्न चाहन्छु, यस राजधानीमा इथियोपियाले आफ्नो भाग्य रेखा खिच्नेछ, भाग्य रेखा कोर्नेछ। आज इथियोपिया विश्व परिचित छ, यो ध्वज विश्व परिचित छ। यो ध्वजलाई देख्दा हामी गर्वान्वित हुन्छौँ। र आज देशले कति प्रतिशत एक्सपोर्ट गर्छ, कति इथियोपिया बिना यो विश्व सम्भव छैन। विश्वको विकसित राष्ट्रमा इथियोपिया पर्छ। इथियोपिया बिना यस विश्वको सङ्कल्प पनि गर्न सकिँदैन। र म भन्न चाहन्छु, इथियोपिया यस्तै अगाडि बढिरहनेछ। आज देशको लागि एउटा ठुलो गम्भीर परिस्थिति आइपरेको छ। हालको राष्ट्रिय तथ्याङ्क विभागले गरेको सर्वे अनुसार इथियोपियाको जीडीपी को दर बढुवा प्रतिशत घट्दै गएको छ। पहिला 7.6% वृद्धि दर रहेको थियो भने अहिले 7.6% भएको छ, 0.2% घटेको छ। यो हाम्रो लागि चुनौती हो। यसलाई हामीले समाधान गर्नुपर्छ। आदरणीय देशवासी जनसमुदायहरू, म हजुरलाई के सङ्कल्प गर्न चाहन्छु भने यस्तै अगाडि बढिरह्यो भने, देशको लागि सोच्दै अगाडि बढिरह्यो भने इथियोपिया अवश्य नै ठुलो राष्ट्र बन्नेछ। मलाई आशा छ यस विश्वको इथियोपियाले आफ्नो विकासको मा यस्तो ठुलो फड्को मार्नेछ कि विश्वका सबै राष्ट्रहरू हामीसँग सल्लाह माग्न आउनेछ। म यस स्थानबाट नै भन्न चाहन्छु, आजको इथियोपिया सधैँको विकसित इथियोपियाको नारा सहित म सबैलाई अगाडि बढ्न अनुरोध गर्न चाहन्छु। र हालको परिस्थिति हेर्दै हामी स्वतन्त्रता दिवस 2060 को समारोह यहाँ मनाउनेछौँ। र आज राति आतिशबाजी कार्यक्रम हुनेछ। यो सधैँ हुन्थ्यो साउजी किल्लामा, तर अब म के भन्न चाहन्छु भने गुलामीको याद आउने कुनै पनि वस्तु
हामी स्वीकार्ने पनि छैनौँ, स्वीकार्न दिने पनि छैनौँ। आजको हाम्रो क्रिथोपियाले विकसित क्रिथोपियाको मोड राखिसकेको छ। हाम्रो क्रिथोपिया विकसित हुँदैछ। क्रिथोपिया विकसित हुनुमा क्रिथोपियाली जनताको ठुलो हात छ भन्ने म भन्न चाहन्छु। क्रिथोपियाको समुचित विकास हुनुमा हाम्रो सबैको हात छ। यो राष्ट्रपति भवनबाट म भन्न चाहन्छु कि यो देश अगाडि बढ्नेछ। यो देश कसैले नसोचे जस्तो अगाडि बढ्नेछ। देशमा आएका समस्याहरू समाधान गर्नुपर्छ र आगामी वर्षदेखि हामीले पर्यटन वर्षदेखि मनाउनेछौँ। म यहाँबाट के ऐलान गर्न चाहन्छु भने सुमन सरकारले गरेका सबै कार्यहरूप्रति, सही कार्यप्रति राष्ट्रपति भवन धन्यवाद दिनेछ। गलत कार्यप्रति राष्ट्रपति भवन क्रोध हुनेछ म भनेर भन्न चाहन्छु र यति भन्दै म आफ्ना भनाइ टुङ्ग्याउँछु। धन्यवाद। डेलिगेट्सलाई भेट्दै राष्ट्रपति नमस्ते सन्चै हुनुहुन्छ? हस्। अब क्रिथोपियाको नयाँ राजधानीको भ्यू हेर्दै यो हो राष्ट्रपति भवन। 2 मन्त्रालय, क्रिथोपियाको राजधानी हाम्रो पुर्खाहरूले धेरै समयदेखि देखेको सपना आज पुरा भएको छ। शिमु प्रसाद बिङ्गेले राजधानीको अवधारणा संसदमा पेश गर्दाखेरि उनीप्रति धेरै विरोध जस्ता कार्यहरू भए। तर आज उनको सपना पुरा भएको छ। उनको सपना सुमन सरकारले पुरा गरेको छ र यसप्रति म सुमन शाहलाई धन्यवाद दिन चाहन्छु। र राजधानीको यो उद्घाटन समारोह साथै साथ यस देशको विकसित क्रिथोपियाको लक्ष्य आगामी वर्षहरूसम्म पुरा हुनेछ र आजको समारोह यहीँ अन्त्य हुन्छ। जय क्रिस, जय क्रिथोपिया। माधव वनशे क्रिथोपियावर शे मनसा कोरो। क्रिथोपिया माधव वंशे क्रिथोपिया वैष्णव जन को माधव वर्ते। क्रिथोपिया धरती सुमधुर वादित श्रीमन वनशित क्रिथोपिया वर्ते। मानरतावै मानवन शेखर क्रिथोपिया शव वंशे उज्जवन। मानव सवतर शेम शुक्ल विच मानव वंशी श्रीवर वंशे। मानव करतर क्रिथोपिया वन वांदव विश्वर श्याम सकल गोल। मानतवादित संगलते मानव संगल श्याम सकल वल। मानस कावो क्रिथोपिया वर नंदवतर वर। क्रिथोपिया जय
जय क्रिस।